तपाईहरूले आइटी सेल भन्ने कुरा सुन्नु भएको छ कि छैन? पार्टीहरूलाई भनिन्छ नि यसको आइटी सेल छ, यसले यस्तो काम गरिरहेछ, यिनीहरूको आइटी सेल एक्टिभ भयो। यस्तो कुराहरू धेरैजना भनिरहेको हुन्छ इन्टरनेटमा। तर यो एक्चुअलीमा काम कसरी गर्छ आज आउनु म देखाउँछु। सो आज बिहान उठ्दाखेरि यो पोस्ट मलाई भेट्यो होइन। अनि यहाँ जाँदाखेरि मैले हेरेँ 13.8K लाइक छ होइन। अनि मैले सोचेँ वाह यार कस्तो धेरै इन्टरेक्सन आएको त नि। अनि म यसमा गएँ होइन। यहाँ हेर्न ल कसले रहेछ लाइक साइक गरेको 10.9K हाहा रियाक्टेड छ क्या यो पोस्टमा। अनि मैले भने ओके लेट्स सी होइन। यहाँ तपाईँ जानुहुन्छ। यहाँ हेरिराख्नु भएको छ अब ल फर्स्ट मान्छे हेरौँ है त्यही उहाँको प्रोफाइल हेरौँ। हाम्रो ललितपुरको हुनुहुन्छ दाइ होइन। ललितपुरको दाइ हो उहाँ हेर्नु होइन। त्यसपछि अर्को हेरौँ होइन। यसलाई हेरौँ चाहिँ नेपालगञ्जतिरबाट हो जस्तो लाग्यो है मलाई हेर्नु है। कहाँ लेखा छ यता लेखा होला कतै त। त्यसपछि अर्को हेरौँ होइन। यो आयो है। यो चाहिँ कहाँको हो तपाईँ आफै हेर्नु होइन। अनि यो चाहिँ हाम्रो धरानतिरको होला नि मान्छे होइन। यस्तै हेर्दै जानु होइन। स्क्रोल गरिराख्नु होइन। यहाँ तल आएर ल यो हेर्नु। यो चाहिँ कहाँको हुन् हाम्रो मान्छे। हाम्रो नेपालकै हो जस्तो लाग्यो यहाँ त। त्यस्तो नउडाम हामी होइन। सो बेसिकली तपाईँले हेरिराख्नु भएको छ नि। दिस इज वाट आइटी सेल रियली इज। आइटी सेल चाहिँ यसरी काम गर्ने गर्छ। एपार्ट फ्रम जोक्स होइन यसलाई सिरियस यो एक्चुअलीमा एकदमै सिरियस इस्यु हो क्या। पहिला चाहिँ मासु भात खुवाउँथ्यो पार्टीहरूले। अनि यो सबैले थाहै छ सबभन्दा ठुलो पार्टी को छ अहिले देशमा जोसँग सबभन्दा बढी पैसा छ त्यो एमाले हो होइन। अब यो जुन जसको पोस्ट हो होइन राजीव खत्री उहाँको अगेन्स्ट अपोजिसनमा को छ महेश बस्नेत छ। सो यो कसले गराएको होला त्यो सबै हामी बुझ्न कसले गराएको। र यो डिजिटल मासु भातको एउटा प्राइम एक्जाम्पल हो क्या कि आजकल चाहिँ कसरी म्यानिपुलेट गरिन्छ पोस्टहरूलाई लाइक्सहरूलाई फलोवर्सहरूलाई। सो सबै फलोवर्स रियल मान्छे हो भनेर हामी अब लिएर हेर्न सक्दैनौँ क्या। देयर इज सो मच फेकनेस बिहाइन्ड अ लट अफ थिङ्स द्याट आर ह्यापनिङ इन इलेक्सन दिस डेज। अब यो तपाईँले पनि आफै पनि हेर्न सक्नुहुन्छ क्या। तपाईँले पनि कुनै पोस्टमा देखिरहेको छ कति धेरै लाइक आएको कति धेरै कमेन्ट आएको भने तपाईँ खोलेर हेर्न सक्नुहुन्छ होइन। त्यसमा जुन नामहरू हुन्छ नि मान्छेहरूको त्यो जे पाए त्यही नाम छ अरू कन्ट्रीको टाइपको नाम छ भने चाहिँ त्यो फेकै हो क्या त्यो किनेकै हो क्या। र त्यो अलिकति नेपाली टाइपको नाम छ भने चाहिँ मान्न सकिन्छ ल नेपालकै मान्छेहरूले होला गरेको भनेर। सो द्याट इज हाउ आइटी सेल वर्क्स होइन। यस्तो यस्तो मान्छेलाई पे गरिन्छ होइन लाइक गर हाहा रियाक्ट गर कमेन्ट गर नराम्रो कमेन्ट गर यही सब गर्नको लागि।